हामी चाहिँ यो मुगु जिल्लाको खत्यार गाउँपालिकाको खमाले र यो लुममा छौँ, लमेरामा छौँ। अहिले हाम्रो एकदम के अरे खस के भन्छ यो ऱ्यापबाट नगर बिचारो छुट्टीका कुरा भन्ने गीतबाट असाध्यै चर्चा कमाउनु भएको हामी सुमन भाइसँग छौँ। म उहाँसँग केही कुरा गर्न गइरहेको छु है। के अरे भाइको घर होइन? हजुर, मेरो घर यो तारापानी भयो। हजुर, अलिकति यहाँनिर तलपट्टि छ मेरो घर। हजुर, बाँकी यो बस्ती हाम्रो छरिएको हुनाले यो बाटोघाटोले गर्दा तलमाथि परे तापनि यो ठाउँको निश्चित नाम चाहिँ तारापानी हो। हजुर। बाँकी हाम्रो गाउँ अलिकति तल। अनि तपाईँले त निकै चर्चा कमाउनु भयो यो नगर बिचारो छुट्टीका कुरा भन्ने यो के भन्छ यो हाम्रो देउडा ऱ्यापबाट भनौँ न, खस ऱ्यापबाट। तपाईँलाई यो एक दुई श्लोक यसो गाइदिनु न। अब यो कुरा चाहिँ मैले कसरी तपाईँले परिकल्पना गर्नुभयो होइन? मतलब यो अहिले मलाई लाग्छ सायद यो नयाँ नै हो हामीहरूको लागि होइन। अरू थुप्रै ऱ्यापहरू गाउने त प्रचलन चाहिँ थियो, तर यो खस भाषाबाट ऱ्याप भनेको यो पहिलो हो जस्तो लाग्छ र त्यसले पनि छोटो समय असाध्यै चर्चा कमायो होइन। तपाईँले कसरी यसको परिकल्पना गर्नुभयो र अब कहीँ यसो दुई टुक्का तपाईँको यसो लाइफमा यसो सुनाइदिनु न है। एकदमै धन्यवाद। यो मैले सुरुवात अथवा यो सिर्जना मैले कसरी गरेको थिएँ भने एउटा कुरालाई लिएर गरेको थिएँ मैले। यो कुरा नै छ विशेष गरी यसभित्र, तर बिटमा भएको कारणले गर्दा मात्रै ऱ्याप भइएको यो कुराहरू नै हो भन्न चाहन्छु म चाहिँ है। अब यो केटाकेटीहरूकै बिचमा बोलिने शब्दहरूलाई नै लिएर गर्दाखेरिमा नगर बिचारो छोटीका कुरा गरे पे अचाइली होइजान्छ ट्यापो छोट्याको ध्यान पर्न छोटीकातिर तापाताप गरेर गइजान्छ ट्यापो सकेपै बिचारो आफै जान्नु नसकेपछि त भुनेको मान्नु गतिली छोटी छान्दा छान्दै भएको जवानी बाइजान्छ ट्यापो। अघिल्लो यो भयो र पछिल्लो पार्टमा चाहिँ हाम्रो अब यो छुट्टीको कुरा भयो। पछिल्लो पार्टमा हामी घरिना र घरका कुराहरू छ। अनि तपाईँले यो के भन्छ एकछिन त्यो घरिना र घरका कुरा यो के भन्छ यो एउटा सिरियल पनि तपाईँले बनाइराख्नु भएको छ होइन? त्यो सिरियल कसरी परिकल्पना गर्नुभयो र त्यो सिरियलले वास्तविक दिन खोजेको सन्देश के हो? हाम्रो सिरियलको शीर्षक छ दाल द घर। दाल द घर भन्नाले चाहिँ हामीले समाज कसरी दाल द भइरहेको छ त, अनि हाम्रो समाजलाई दालद बनाउने कुराहरू हामी भित्र के छन् उनीहरूलाई अलि बाहिर देखाएर बिग्रिएका कुराहरूलाई हामीले सुधार गर्दै जाउँ, यो समाजलाई अलिकति भए तापनि बनाउँदै जाउँ, अथवा कि हाम्रो यो भूगोल यो भाषा यो शैली हरेक कुराहरू हामीले चाहिँ कस्तो भने लुकेका कुराहरू हामी बाहिर देखाउँ, भित्री कुराहरू हामीसँग भएका कुराहरू चाहिँ कसरी हुनसक्छ त हामीले यसलाई राम्रो बनाउँ, यो समाजभित्र भएका कुराहरू राम्रो बनाऊ भनेर हामीले दाल द घर बनाएका छौँ। दाल द घर भन्नुको मतलब चाहिँ हामीले समाज कसरी दाल द लाग्दैछ त लागिरहेको छ भन्ने कुराहरू हामीले देखाइरहेका छौँ। दाल द घर सिरियल चाहिँ यस्तै बनेको छ, हेर्नु होला। अनि त्यो बाहेक अरू हजुरले के अघि के अरे यो ठिटा भन्ने पनि एउटा भिडियो बनाए भन्नुभयो होइन? हाम्रो यो यही गाउँमा नै बनेको कर्णालीका ठिटा बोलको देउडा गीत छ। मैले देउडा सिर्जना पनि त्यसमा आफै गरेको छु। बाँकी त्यो डिरेक्सन पनि आफै गरेर यहीँ बनाएको छौँ। हाम्रो गाउँको पुरा गाउँले जति छन् सबैजनाले पनि साथ दिनुभएको छ, सपोर्ट गर्नुभएको छ। कर्णालीका ठिटा बोलको देउडा गीत छ। हिक्मत साई क्षितिज युट्युब च्यानलमा पनि छ, बिरानो टिभीमा पनि छ, हेर्न सक्नुहुन्छ मजाले। हजुर। ल त्यसो भने चाहिँ एकदम धन्यवाद भाइलाई होइन। एकदम यस्तो यो के अरे गाउँमा बसेर पनि यस्तो सिर्जना तपाईँले त चाहिँ के अरे आफूले गीतहरू बनाएर पनि पठाउने त्यस्तो पनि गरिराख्नु भएको छ भन्ने कुरा पनि मैले सुनेको थिएँ होइन। अनि यो मलाई के अरे हिक्मत साई क्षितिज मेरो साथीभाइ हुनाले उहाँले भन्नुभएको थियो र के अरे भाइलाई एकदम धन्यवाद होइन। बाँकी पनि चाहिँ तपाईँले अझै के भन्छ उजागर के अरे हुनु पऱ्यो तपाईँले होइन, अझै के तपाईँको प्रतिभा छ। अनि एकदम हाम्रो लोकल भाषामा हाम्रो चाहिँ के अरे खस भाषामा सबैलाई बुझिने गरी स्पष्ट हुने गरी र हाम्रो एकदम सभ्यता हाम्रो के अरे वेशभूषा होइन सबैले सर्लङ्ग देख्न पाउनु पऱ्यो। र भाइलाई एकदम उन्नति प्रगति र समृद्धिको के अरे शुभकामना। अझै भाइको चाहिँ के अरे यो क्षेत्रमा चाहिँ एकदम चाहिँ फड्को मारेको देख्न पाइयोस्। र बाँकी यो जुन अहिले यो मेरो फेसबुक लाइभ के अरे पेजबाट तपाईँले हेरिराख्नु भएको छ यो चाहिँ के भन्छ भाइलाई असाध्यै माया गरेर भाइको चाहिँ ले गरेका प्रतिभालाई लाइक कमेन्ट सब्सक्राइब गरेर भाइको त्यो के अरे युट्युब च्यानल पनि छ होइन? बिरानो टिभी युट्युब च्यानल छ। बिरानो टिभी युट्युब च्यानलमा गएर उहाँले के अरे उहाँका प्रतिभाहरू उहाँले सिर्जना गरेका प्रतिभाहरू त्यहाँ सबै देख्नु पाउनुहुन्छ। तपाईँ हेरेर उहाँलाई एकदम लाइक कमेन्ट के अरे सब्सक्राइब गरेर उहाँलाई एकदम चाहिँ के अरे हाम्रो हौसला प्रदान गर्नको लागि म सम्पूर्णलाई के अरे धन्यवाद के अरे आभार गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। र भाइलाई पनि धन्यवाद। छोटो समय भेट भयो भाइ, खुसी लाग्यो है।